तो हेलो साथीहरु, वेलकम बैक टू माई च्यानल। स्वागत छ तपाईहरुलाई मेरो च्यानलको एक नयाँ भिडियोमा। अनि धेरै लामो समयपछि फेरि ब्याक भएको छु। आज चाहिँ विशेष काम केही घरमा केही नयाँ खुसी आउँदैछ, त्यही भएर म चाहिँ यसो भिडियो गराएर खुसी तपाईहरुसँग पनि बाँडौँ न त भनेर हैन। आज चाहिँ मेरो मम्मीको बर्थडे पनि हो, अनि केही चीज आउँदैछ घरमा। आज चाहिँ सधैँ यस्तै हो, अब काम गर्दा गर्दै फुर्सद पनि हुन्थेन। आज यसो टाइम निकालेर जाँदैछु केही चिज लिन। रेडी भइसकेको छु, एकदम नुहाइधुवाइ गरेर कपडा सपडा लाएर खाना खाएर रेडी भइसकेँ। अब साथी आउँदैछ मेरो, अनि उसलाई लगेर जाँदैछु लिन चाहिँ हैन। यसमा चाहिँ अलिकति छ है यस्तो, यहाँ चाहिँ अलिकति छ, फेरि देखाएको चाहिँ होइन है, फेरि देखाएको चाहिँ होइन। यसमा अलिकति छ ट्याक्क, या अरू चाहिँ छ जे होस्। आउँदैछ हेन क्यास। खुसी, एकदम धेरै खुसी छु। मैले एकदम लामो समयबाट पहिल्यैबाट लिन खोजेको। पहिला त्यस्तो आफ्नो कमाइ थिएन, ल्याउन सकिन्थेन। अहिले चाहिँ जे होस् आफूले कमाएर आफ्नो पैसाबाट, आफ्नो मेहनतको पैसाबाट लिँदैछु। जस तपाईहरु माझ पनि केही नयाँ नयाँ चिजहरू सेयर गर्दैछु, माया गरिदिनु होला, माया देखाइदिनु होला भन्न चाहन्छु। मम्मीलाई केही गिफ्ट दिन पर्ला आज सोचेको छु, हेरौँ कस्तो हुन्छ, भयो हुन्छ कि हुँदैन। जे होस् आज काम चाहिँ 4-5 वटा काम छन्, सकिन्छ सकिँदैन, कति काम सकिन्छ कति काम सकिँदैन भन्ने हो। ट्याक्क टाइम चाहिँ 1:46 भइसकेको छ। साँझ फेरि ड्युटी पनि जानु छ, फेरि साँझ नाइट ड्युटी छ, बबाल रमाइलो गर्नुपर्छ। अब अझै जाँदैछु म, एकछिनमा साथी आउँछ त्यसपछि जाने हो है त। अब एकैचोटि उता गएर ट्याक्क सामान लिने बेला भेट्छु तपाईहरुलाई अब है त। त्यसपछि सिधै घरमा आएर अनबक्सिङ हुन्छ। कैसे हो भैया, देख रहे हो हामी यहाँ। सो यहाँनिर चाहिँ कस्तो भयो भनेपछि त्यहाँ मैले भिडियो गराउँदै थिएँ, अनि त्यहाँ चाहिँ अब स्पिकरहरू बजिरहेको थियो नि त, त्यही भएर साउन्ड चाहिँ मैले काटिदिएको छु। आयो है त सामान, यही हो मेरो। देख लो का अगले महीने क्या होगा। और भैया कैसे लग रहे हो? बढ़िया। बहुत लंबे टाइम के बाद आ गया फाइनली। बहुत साल, इसके लिए मैं बहुत तड़पा हो ना भैया। फाइनली अब अनबक्सिङ चाहिँ हुँदैछ। अब केही सामान लिइसकेपछि त अब आफैले गर्नु पर्यो नि त, अरूलाई दिने कुरो त हुँदैन। त्यही भएर चाहिँ अब आफै अनबक्सिङ गर्दैछु। जस खुसी छु भनौँ। यहाँ चाहिँ अब कस्तो भिडियो साउन्ड त थियो, स्पिकर बजाएको थियो नि त, गाह्रो छ नि हो भिडियो गर्न पनि हामीहरूलाई यार। अब झ्याप्प फेरि कपिराइट आयो भने फेरि सक्यो। मेहनत अलिअलि गर्नै पर्ने भयो, घर गएर भोइस एड गर्नुपर्ने भयो, गाह्रो छ यार। जे होस् दामी छ, फाइनली लियो। जे होस् आफ्नो बजेटमा एउटा सपना पुरा भएको छ, खुसी छु। मम्मीको गिफ्ट यो अनि यो लाउनु खोल्नु हेरौँ। यो झोला फेरिमा मिलेको लगाउनु हो। अब मेरो पनि अनबक्सिङ हुन्छ। अब मेरो सामान यो चाहिँ मम्मीले मलाई गिफ्ट दिनुभएको है भन्ने जस्तै हो। ल अब यहाँबाट सरर दुईचोटि अनबक्सिङ हुँदैछ है। कसो मार्नु त यता, यहाँ मलाई देखाउनु। यसरी हो, यसरी मम्मी हात यस्तो गर्नु, यसरी समात्नु, मलाई देखाउनु है। अलिक गाह्रो गर्नु ल है। मोबाइल म देखाएको छु नि। ल आयो नयाँ चिज, यो छ
अनि यसमा चार्जर। लो आयो आयो घरमा आयो। आज मम्मीको बर्थडेको दिन घरमा नयाँ चिज आयो है तँलाई। यही हो